घर कहाँ पर्यो? हेलो गाइज, वेलकम बैक टू माई युट्युब च्यानल। सबैजनालाई स्वागत छ। फेरि पनि नयाँ ब्लग लिएर आइसकेको छु। नम्रा जोशी। आजको ब्लग विशेष भनेको हाटकोली जानेछौँ। एकछिनमा ड्रेस चेन्ज गर्नेछौँ। यसपछि यता हुनुहुन्छ हाम्रा भिनाजु, इन्डियादेखि आउनु भएको छ। तर इन्डियादेखि आउनु भएको छ। यहाँ अर्का भिनाजु हुनुहुन्छ टोपी लगाएर। ट्याङ ट्याङ भाइ यहाँ अर्का भिनाजु छन्। ऊ त्यहाँ बोतल छ हातमा। अब चाहिँ गाइस हामी चाहिँ लाग्यौँ हाटकोली। जाँदैछु गाइस, हेर्नु होला। अब चाहिँ गाइज हामीहरू ट्याक्कै हाटकोलीको मेन बाटो जो अब पिच हुन लाग्छ त्यही बाटोमा पुग्न आँट्यो। अब चाहिँ यहाँ यस्तो छ बाटो चाहिँ। अब चाहिँ हाटकोलीको जो मेन बाटो थियो नि दिपाइल जोडिनेवाला त्यो बाटोमा यो होइन, मेन बाटो पिच हुँदैछ। हेर्नु होला, यस्तो छ बाटो। मान्छेहरू पनि जाँदैछन्। यस्तो मेन बाटोमा पुगेछौँ। अब चाहिँ यस्तो भन्नु ठिक छ। बाटो त राम्रो बनाएर रहेछ र बिना, होइन? यस्तो छ गाई बाटो, यस्तो छ। अब चाहिँ गाइज हामीहरू स्विमिङ गर्न नजाने भयौँ। किन भन्दाखेरि यहाँ धेरै गहिरो छ। त्यही भएर हामीहरू नजाने प्लानमा भयो, होइन? बसिरहेको छु। अब एकछिनमा जान्छौँ। बाजे के भन्नु छ? के भन्नु छ हजुरलाई? गहिरो छ कि नै यो? ठिकै छ। मान्छे त कतिवटा मान्छे मरिरहेको छ यहाँ डुबेर। ए उहाँ मर्याएको जना, होइन? अच्छा, ठिकै छ गाई। हेर्नु होला, यहाँ दाइहरू स्विमिङ गर्न गएका छन्। अब हेर्नु होला, यस्तो छ खोला पनि। अच्छा, बाजेको घर कहाँ पर्यो? माथि पर्यो।